नमस्कार माननीय नमस्कार हजुर नमस्कार। यहाँहरूले आज डिपी अर्याललाई सभामुखको लागि प्रस्ताव गर्नुभएको छ, कसरी हेर्नुभयो यहाँहरूले? उहाँ निर्वाचित हुनु भइसक्यो। निर्वोलीको रूपमा तपाईहरु कस्तो अब सभामुखको पद चाहिँ यति तपाईहरु कस्तो अब सभामुखको पद चाहिँ यति विवादित हुन्छ। अरू बेला म चाहिँ यहाँ फेरि कोसँग कुरा गर्दै थिएँ। अरू बेला म चाहिँ यहाँ फेरि कोसँग कुरा गर्दै थिएँ। थोरै प्रतिक्रिया त दिनु न त हजुरले अब भयो हजुर पछि कुरा गरौँ। ल हजुरले अब भयो हजुर पछि कुरा गरौँ।